नमस्कार सम्पूर्णमा आजको हाम्रो यात्रा समुद्र सतहदेखि 4250 मिटर उचाइमा रहेको सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्डको यात्राको क्रममा 1 घण्टापछि हामी पाँचखाल पुग्छौँ। त्यहाँ चिया नास्ता गरेर रिफ्रेस भएर फेरि हाम्रो यात्रामा लाग्छौँ र 1 घण्टा सवा घण्टाको यात्रापछि चुकुटी बिचमा गएर हामी खाना खान्छौँ। खाना एकदमै मिठो छ। खाना खाइसकेपछि एकछिन रिफ्रेस भएपछि हामी फेरि हाम्रो यात्रातर्फ लाग्नेछौँ। केही घण्टाको यात्रापछि हामी बाह्रविसी बजार पुग्छौँ र बाह्रविसी बजारमा हामीलाई यात्राको क्रममा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू औषधि खानेकुरा ड्राई फ्रुट्सहरू किन्नुपर्ने हुन्छ, किनभने त्योभन्दा माथि चाहिँ हामीले पसल अनि बजार भेट्दैनौँ। यात्राको क्रममा हामीले भोटेकोसी पुल पनि भेट्नेछौँ। त्यहाँ केही भिडियो फोटोहरू खिचेर एकछिन रमाइलो गरेर थकाइ मारेर अनि रमाइलो गर्दै हामी फेरि हाम्रो अगाडि यात्रामा लाग्नेछौँ। त्यसपछि डाक्लाङबाट हामी तल मोडिएपछि झन्नै सवा 1 घण्टाको यात्रापछि हामी लिस्टिङ भन्ने ठाउँमा पुग्छौँ। त्यहाँ देवीको दर्शन गरेर एकछिन पूजाआजा गरेर भजन कीर्तन गरेर रमाइलो गरेर चाहिँ हामी फेरि हाम्रो यात्रामा अगाडि बढ्यौँ। त्यसपछि झन्डै 1 घण्टाको यात्रापछि हामी 2700 मिटर उचाइमा रहेको बगाम भन्ने ठाउँमा पुग्छौँ र त्यहीँ रात बिताउँछौँ। बगाम भन्ने ठाउँमा खासै राम्रो बस्ने ठाउँ खाने ठाउँ छैन, त्यही भएर आफै मेन्टली प्रिपेयर भएर यहाँहरू पनि जानुपर्ने हुन्छ। भोलिपल्ट बिहान 3:30 बजेदेखि नै हामी हाम्रो यात्रामा अगाडि बढ्यौँ। एकदमै अफ रोड छ, तपाईँहरू एकदमै मुटु दह्रो पारेर हिँड्नुपर्ने छ यो बाटोमा। राम 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 भन्दै करिब 1-1.5 घण्टाको अफ रोड पछि हामी फाइनल्ली हाइक गर्ने बाटोमा पुग्छौँ। त्यहाँ पुग्दाखेरि चाहिँ 81 अल्टिट्युड बढ्ने कारणले गर्दाखेरि चाहिँ वाक लाग्ने रिङ्गटा लाग्ने हुनसक्छ यहाँहरूलाई। बाटो एकदमै ठाडो छ, त्यही भएर चाहिँ एकदमै गाह्रो हुन्छ। हुन त नर्मल्ली 2-3 घण्टामा चाहिँ हाइक पुरा गर्न सकिन्छ अरे, तर हामीलाई चाहिँ झन्डै 4 घण्टा लाग्यो डेस्टिनेसनमा पुग्न र फर्किन 4 घण्टा गरेर 8 घण्टामा हामीले चाहिँ कम्प्लिट गरेका थियौँ यो हाइक। यदि यो यात्रा चाहिँ तपाईँहरूको पहिलो यात्रा हो, पहिलो हाइक हो भने म पर्सनली हजुरलाई नजान रिकमेन्ड गर्छु, किनभने एकदमै हाई अल्टिट्युडले गर्दाखेरि चाहिँ धेरै नै गाह्रो हुन्छ। मेरो साथीहरूलाई पनि धेरै गाह्रो भएको थियो, प्लस मलाई पनि धेरै गाह्रो भएको थियो। यदि जान नै चाहनुहुन्छ भने आफ्नो हेल्थ चेकअप गराएर मात्रै जानुहोला र प्रपर मेडिसिन्सहरू लिएर जानुहोला। भैरवकुण्ड पुगेपछि आफूलाई स्वर्गमा पुगेको जस्तो अनुभूति हुन्छ। साँच्चैकै ठाउँ अति नै सुन्दर छ, मनमोहक छ। त्यहाँ केही छिन विश्राम गरेर केही फोटो भिडियो खिचेर यहाँ फर्किन सक्नुहुनेछ। तर पनि म के सुझाव दिन चाहन्छु भने टिकटकको युट्युबको भिडियोजहरू हेरेर फोटोहरू हेरेर मात्र यो डेस्टिनेसनलाई चाहिँ प्लान नगर्नु होला, किनभने एकदमै गाह्रो छ। बिगिनर्सहरूको लागि स्पेसली आफू मेन्टली फिजिकल्ली प्रिपेयर भएर मात्रै आउनु होला। थ्याङ्क्स फर वाचिङ।